मैले बनाएको नि नेपालका पूर्व प्रधानमन्त्रीहरू त्यसैगरी पार्टीका सत्तारूढ दल वा पार्टीका अध्यक्षहरू भारत भ्रमणमा गयो भने भारतीय प्रधानमन्त्रीले दर्शन भेटसम्म पनि दिँदैनन् अथवा घाँस पनि हाल्दैनन्। ठीक त्यही तरिकाले भारतका सामान्य जासुसहरू, सेनाका प्रमुखहरू, विदेश विभागका प्रमुखहरू यदि नेपाल भ्रमणमा आउने हो भने नेपालका प्रधानमन्त्री तहका मान्छेहरू चाहिँ एयरपोर्टमा लाइन लागेर जी हजुरी गर्न जान्छन्। अफगानिस्तान र श्रीलंकाका राष्ट्रपतिले आफ्नो देश छोडेर भागिसकेपछि दक्षिण एसियाका 8वटा राष्ट्र मध्ये 3टा राष्ट्रहरूको असमानता निकै उच्च थियो। त्यो मध्ये एउटा अफगानिस्तान हो, अर्को श्रीलंका हो र एउटा नेपाल हो। यो 3टै देशमा चरम भ्रष्टाचार, चरम व्यथिति, चरम महँगी र यो 3वटै देशका नेताहरू चाहिँ विदेशी सामु लम्पसार पर्ने गर्दछन्। प्रत्येक नेताको किचनसम्ममा उनीहरू पुग्छन्। अझ बालुवा टारमा त उनीहरूले चाहिँ झाडपाटी गर्छन्। तर जनयुद्धका सुप्रिम कमाण्डर भनेर चिनिने पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गर्नुभयो। भारत भ्रमणमा जाँदाखेरि 2 चोटि नेपालको प्रधानमन्त्री भइसकेको मान्छे सत्तारूढ दलको पार्टीको अध्यक्षलाई भारतका प्रधानमन्त्रीले भेटसम्म दिएन। अझ कतिसम्म गर्यो भने होटेलबाट चाहिँ लौ नरेन्द्र मोदीलाई भेट्न जाउँ भनेर अलि तलसम्म निस्केछन् गाडीमा। अनि भारतीय नेताहरूले जवाब दिएछ कि अब तपाईहरू भेट्न पाउनुहुन्न, टाइम मिल्न, तपाईहरू घर फर्किनुस् भनेर भनेछ। योभन्दा ठूलो एउटा स्वाधीन देशका लागि लज्जाको विषय के हुन सक्छ साथीहरू? योभन्दा ठूलो बेइज्जतको विषय एउटा सार्वभौम देशका लागि के हुन सक्छ? तिमीहरू त नि लाज मानेर मर्नुपर्ने हो। तिमीहरूले डाडुमा पानी डुबाएर मर। तिमी नेताहरू एउटा सामान्य जासुस आउँदाखेरि, एउटा विदेश विभागको प्रमुख आउँदाखेरि, एउटा सामान्य भारतीय सचिव उपसचिव स्तरको कर्मचारी आउँदाखेरि बालुवाटारमा रेड कार्पेट बिछ्याइन्छ। बालुवाटारको किचनमा जनताले तिरेको तलबबाट मस्ती गराइन्छ, भोज गराइन्छ। ठीक उता अर्को तरिकाले चाहिँ तिमीहरू विदेशमा जाँदाखेरि त्यहाँका प्रधानमन्त्रीले तिमीहरूलाई घाँससम्म हाल्दैन भने तिमीहरूको राजनीतिक स्ट्यान्ड, तिमीहरूको राजनीतिक शक्ति, तिमीहरूको राजनीतिक इथिक र नैतिकता कहाँसम्म रहेछ भन्ने कुरा यही कुराले देखाउँछ। यस्ता किसिमका प्रजीवीहरू, यस्ता किसिमका प्यारासाइटहरू, यस्ता किसिमका राजनीतिक उदण्डहरू, राजनीतिमा लाज नभएकाहरूलाई तपाईँ हामीले यो देशका प्रधानमन्त्री मानिराख्नुपर्ने? तपाईँ हामीले यो हाम्रो देशको राजनीतिक दलका पार्टीका अध्यक्ष मानिराख्नुपर्ने? यिनीहरूको शासित जनता भएर तपाईँ हामीले बस्नुपर्ने? तिमीहरूलाई लाज लाग्दैन? तिमीहरूमा नैतिकता छैन? तिमीहरूमा इमानदारिता छैन? तिमीहरूको औकात त भारतको एउटा सामान्य उपसचिव र विदेश मन्त्री अथवा चाहिँ तपाईँको चाहिँ विधायक विदेश मन्त्री, अझ राजदूत, अझ चाहिँ जासुसी संस्थाको प्रमुखले देखाइदिँदो रहेछ नि त। नेपालको सत्तारूढ दलको अध्यक्ष पूर्व प्रधानमन्त्री भइसकेको एउटा मान्छेलाई चाहिँ लाजै पचाएर, लाजै नमानेर चाहिँ एउटा चाहिँ विदेश जानु, उनीहरूको चाहिँ देशमा जानु, अनि त्यहाँ भेट्न हुनु, अनि नेपाल आएर जनतालाई ढाँट्ने तिमीहरूको राजनीतिक चरित्रलाई नेपालका युवाहरूले, कम्तीमा अब हामीले स्वीकार्ने छैनौं। र कुनै पनि यदि इमानदार नैतिकता भएको राजनीतिक कार्यकर्ता छ भने त्यो मान्छेले पनि, त्यो कार्यकर्ताले पनि अब त्यस्ता नेतालाई नेता मान्न छोड्नका लागि चाहिँ कम्तीमा म चाहिँ आह्वान गर्न चाहन्छु साथीहरूलाई। अफगानिस्तानमा त्यहाँका राष्ट्रपतिले देश छोडेर भाग्नुभयो। श्रीलंकाका जनताको व्यापक प्रदर्शनपछि त्यहाँका राष्ट्रपति पनि देश छोडेर भाग्नु भएको छ। र अब नेपालको परिप्रेक्ष्यमा हामी कुरा गरौं। नेपालमा पनि यतिखेर चरम महँगी छ, भ्रष्टाचार छ, व्यथिति छ, अन्याय छ, अत्याचार छ र विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको छ। अफगानिस्तानमा बन्दुकको माध्यमबाट क्रान्ति गरियो। श्रीलंकामा शान्तिपूर्ण सड़क प्रदर्शन जनताको शक्तिको माध्यमबाट त्यहाँका राष्ट्रपति लखेटियो। दक्षिण एसियाका यी 3वटा देशको बारेमा तपाईँ हामीले मूल्याङ्कन गर्दा सशस्त्र विद्रोह अफगानिस्तानमा भयो, शान्तिपूर्ण सड़क प्रदर्शन श्रीलंकामा भयो र नेपालमा अब मलाई लाग्छ जनताको जनमत अथवा चुनाव मार्फत बालुवाटार र शीतल निवासका आफूलाई यो देशको ठेकेदार सम्झिनेहरूलाई
चुनाव मार्फत नेपालको जनताले ठेगाना लगाउनु हुनेछ र दक्षिण एसियाको राजनीतिक वृत्तमा जसरी अफगानिस्तानका राष्ट्रपतिले कुलेलाम ठोके, जसरी श्रीलंकाका राष्ट्रपतिले कुलेलाम ठोके, ठीक त्यही तरिकाले नेपालका प्रधानमन्त्री र नेपालका राष्ट्रपतिहरूलाई झिटिकुण्टा कसाउनका लागि नेपालका जनताले अब युवाहरूलाई मतदान गर्नुपर्ने देखिएको छ।